म पहिले मान्छेहरू पछ्याउँथे। उनीहरू बसुन् भनेर आफ्नो समय, ऊर्जा, भावना सबै दिन्थे। तर जति दौडिएँ उति भित्रभित्रै खाली हुँदै गए। एक दिन बुझेँ, मान्छेहरूलाई समातेर राख्न खोज्नु आफैलाई हराउनु रहेछ। त्यसपछि म मान्छे होइन, शान्ति पछ्याउन थालेँ। अब कोही बस्छ भने म मनदेखि आभारी हुन्छु, कोही जान्छ भने म चुपचाप स्वीकार्छु। किनकि अब म कसैलाई रोक्नको लागि आफ्नो मूल्य घटाउँदिनँ। म बदलिएको छु, तर कठोर भएको छैन। म अझै पनि माया गर्छु, तर अब आफूलाई पनि माया गर्न सिकेको छु। यदि तिमीले पनि आजबाट आफूलाई रोज्ने निर्णय गर्यौ भने यो भिडियो सेभ गर र सम्झ, तिमी पनि महत्त्वपूर्ण छौ।